तपाईँहरूले टिकटकमा कन्टेन्ट बनाउनुहुन्छ, थिम सोच्नुहुन्छ, सीमा र तपाईँ मिलेर आफ्नो एउटा कन्टेन्ट बनाउनुहुन्छ, दर्शकले मन पराउनुहुन्छ, त्यहाँबाट आय आर्जन हुन्छ होइन, भइरहेको छ, राम्रो भइरहेको छ। तर बाहिर अडियन्सले भन्दा चाहिँ के भने यसले मागेर त गरे अरूसँग मागेको, कसैले घर किन्यो यसले मागेर घर किन्यो, कसैले गाडी किन्यो यसले मागेर, त्यो एउटा आरोप छ टिकटकर भएपछि त्यो आरोप। यसले कोसँग माग्छ, बाहिर काम गर्नेहरूले मागेर गरेको हुन्छ। तर तपाईँले मागेको त हुँदैन, सबैलाई एउटैमा हाले जस्तो। यो कुरा सुन्दा चाहिँ कस्तो लाग्छ सुरज? मजा लाग्छ, मजा लाग्छ है। यही कारण होला जुन अघि तपाईले सोध्नु भएको थियो नि, दामका कुरा जुन भन्नुभएको थियो नि, अब यही कारणले गर्दाखेरि हामीले दाम कमाउन नसक्यो। तपाईँको यदि यो चिजलाई चाहिँ हामीहरूले मनमा नलिएको थियो भए होइन, हामी पनि दाम कमाउनेमा अगाडिमै पर्थ्यौँ होइन, तर हामीले मेन्टेन गर्यौँ होइन। तर यसको मतलब मैले जसले अहिले गराउनु भएको छ उहाँहरूले नराम्रो भन्दैन, आफ्नो आफ्नो सोच हो होइन। उहाँहरूले जस्तो तर पनि नभने पनि मन त दुख्छ नि त, सबैलाई एउटै ठाउँमा राखेपछि त होइन। हामीलाई कहिलेकाहीँ अब हाम्रो प्रोग्राम चाहिँ युट्युबमा जान्छ होइन, हामी त एउटा मेन स्ट्रिम मिडिया पनि हामीलाई युट्युबै भनिन्छ क्या हो होइन। तर एउटा कुरो म के भन्छु भने लाइभ जुन बसिरहनु भएको छ, जुन मागेर ल्यायो भनिरहनु भएको छ नि होइन, जस्तो उहाँहरूलाई पनि त्यो हदसम्म निकाली नगरौँ, किनकि तपाईँको खल्तीभित्र रहेको चिज दिने कि नदिने भन्ने कुरो तपाईँको पहिले अधिकारको कुरा हुन्छ क्या होइन। कसैले माग्यो भनेर जस्तो पशुपति भोलि बिहान हामी गयौँ भने त्यहाँ 100 जना भन्दा बेसी माग्ने बसिरहनु भएको हुन्छ होला, हामी 100 जनालाई नै पैसा बाँडेर हिँडेका छौँ त, माग्ने त त्यहाँ छ नि त बसेको, किन नदिएको त होइन। हामी गफ चाहिँ तपाईँको यस्तो दिन्छौँ होइन, पुरा माग्नेले माग्दैमा कहाँ पाइन्छ र त। त्यही भएर मैले त्यो लाइभ बस्नु भएको उहाँहरूलाई पनि म त्यस्तो भन्दिनँ क्या, किनभने माग्दैमा कहाँ पाइन्छ र होइन। जस्तो उहाँहरूले केही न केही त्यहाँ गर्नु भएको छ होला क्या, हामीलाई पनि थाहा नहुन सक्छ। जस्तो मन पर्ने भन्ने कुरो कसलाई के मन पर्छ थाहा छैन नि त, कसैलाई टिटी मन पर्ला, कसैलाई क्रिकेट मन पर्ला, कसैलाई के मन पर्ला, उहाँहरूले मन पराएर दिनुभएको होला। नभए त कसैको गोजीबाट सल्लाह लिन सजिलो छ, तर पैसा लिन धेरै गाह्रो, त्यही भएर गाली नगरौँ।